ह्युमिडिटी सबै देखाइहाल्यो। यहाँ पनि लेखेको छ 100 वाटको मात्र मेसिन हो। यहाँ सेट गर्नु पर्यो भने विभिन्न यहाँ देखाइरहेको छ। लाइटको लागि यसरी लाइट बाल्न सकियो। सेट गर्नु पर्यो भने यहाँ सेटको अप्सन देखाउँछ। 37.8 मा सेट भएर आएको छ यो। हामीले अहिले सेट केही गर्दैनौँ। ह्युमिडिटी पनि सेट भएर आएको छ। कति भन्दाखेरि 60 भएर आएको छ। साथी हो, आज चाहिँ हामीले यो मेसिन हेर्नेछौँ। यो मेसिनलाई चाहिँ हामीले खोलेर तपाईँलाई देखाउँछौँ। खोल्नको लागि चाहिँ ल यो मेसिन चाहिँ हामीले खोलिसकेका छौँ। खोल्दाखेरि यो प्याकेटहरू तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ ब्याट्रीबाट जोड्नको लागि हो। ब्याट्रीबाट चलाउन मिल्छ। अनि पानीको लागि चाहिँ यसमा अपडेटेड भर्जन आएको छ। पानीको लागि तपाईँले यस्तो खालको बोतल सेटै पाउनुहुन्छ। एउटा बोतल अनि यो जुन सेट छ यो सेट आउँछ। अनि त्यसपछि यो कसरी जोड्ने के गर्ने यो चाहिँ सबै त्यहाँ हामीले म्यानुअल हेरेर पनि जोड्न सक्छौँ। यहाँ तपाईँलाई बोतल सेट गर्नलाई सबै चिज यहाँ दिएको छ। सामानहरू यहाँ ढक्कनदेखि लिएर यो यसमा यो पनि इलेक्ट्रिक भएको कारणले तपाईँले पिरै गर्नु पर्दैन। ह्युमिडिटी पुग्छ कि पुग्दैन के कसो छ भनेर पिरै हुँदैन। यो इलेक्ट्रिसिटी यहाँ कनेक्सन गर्ने ठाउँ हुन्छ। त्यो कनेक्ट गरिदियो भने काफी पुग्छ। यो यसरी भइहाल्यो। अनि कनेक्टरहरू छ। पाइपको कनेक्टर। यो पाइप एकदमै सुरक्षित राख्नु पर्यो तपाईँले। अनि इलेक्ट्रिक डिभाइस छ। त्यसपछि यहाँ बोतल यो भइहाल्यो। बोतल तपाईँले देखिसक्नुभयो। अब म्यानुअल हेरौँ। म्यानुअल हेरेपछि अझ बढी थाहा हुन्छ। म्यानुअलको लागि चाहिँ जस्तो म्यानुअलमा नि एउटा बोतल दिएको छ। अरूमा पनि यस्तो खालको बोतल आउँछ। यो बोतलको काम के भनेर म तपाईँलाई भन्छु। यो बोतल कसरी के गर्ने
त्यसको लागि यहाँ सबसे सुरुमा त म्यानुअल आउँछ, म्यानुअल हेर्नु पर्यो। त्यसपछि यो एसी कोड छ, यानि कि लाइन दिने डाइरेक्ट लाइनबाट चलाउनु पर्यो भने यो तार छ यसमा, कम्पनीको सेटवाला तार हो यो। ल कम्पनीको सेटवाला तार, यो 1.5 मिटर हाराहारी होला, यो तार भइहाल्यो। त्यसपछि धेरैको गुनासो के हुन्छ भन्दाखेरि यसको के काम, यो बोतलको के काम भनेर भन्छन्। अब यसमा तपाईँले 2-3टा काम गर्न सक्नुहुन्छ। एउटा पानी मात्रै राखेर स्प्रे गर्न सकिन्छ, त्यो कतिखेर भनेर मैले तपाईँलाई सिकाउने छु। यो स्प्रे गर्नु पर्यो भने चाहिँ तपाईँले जब जालीमा सार्नुहुन्छ त्यतिखेर चाहिँ यो स्प्रे गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि यो स्प्रेबाट चाहिँ म्यानुअली ह्युमिडिटी सुरुमै बढाउन मिल्छ। सर्लक्क अन्डामा छर्किदियो भने आर्द्रता बढ्छ। र अर्को उपाय के भन्दाखेरि यसलाई चाहिँ तपाईँले सेनिटाइजर युज गरेर पनि सरसफाइ गर्दाखेरि युज गर्न सक्नुहुन्छ। र म्यानुअलमा सबै चिज देखाएको छ, यसरी राख्ने भनेर सेटअपै आएको हुन्छ कि यसमा तपाईँले देख्न सक्नुहुन्छ सेटअप चाहिँ यहाँ। अब यसमा फुल अटोमेटिक इन्टेलिजेन्ट इन्क्युबेटर भनेर भनिएको छ। मैले तपाईँलाई चलाएर पनि देखाउँछु कसरी चलाउने, के गर्ने। यहाँ सबै चिज दिएको छ म्यानुअली, यसरी गर्ने भनेर सबै चिज लेखेको छ। अनि यसमा टेम्परेचर इन्भाइरोमेन्ट, अब यसले चाहिँ कति डिग्री सेल्सियसमा राम्रो काम गर्छ भनेर यसले उल्लेख गरिदिएको छ कि रिकमेन्डेड युजेज इन्भाइरोमेन्ट भनेको इन्भाइरोमेन्ट टेम्परेचर 15 देखि 30 डिग्री सेल्सियस भयो भने चाहिँ एकदमै गतिलो काम गर्छ भनेर भन्छ। र नर्मल 220 भोल्ट जुन छ नेपालको बिजुली त्यसमा प्रयोग गर्न सकियो। र बत्तीहरू कट छ भने डिसी भोल्टेज पनि छ, यानि कि तपाईँसँग ब्याट्रीहरू छ भने 10 एम्पियर 5 एम्पियर भन्दा माथिको ब्याट्रीहरू छ, सोलरको ब्याट्रीहरू छ भने डाइरेक्ट त्यो त्यसबाट कनेक्सन निकालेर यहाँ दिन सक्यो। 12 भोल्ट चाहिँ चाहियो, ब्याट्री मात्रैमा कनेक्ट गर्नुभयो भने 12 भोल्ट दिन्छ नर्मली। अनि यो एसीको फ्रिक्वेन्सी भनेको एसी करेन्टको 50 देखि 60 हर्ट्जकोमा काम गर्छ भनेर भन्यो। यो म्यानुअलमा सरसर्ती पढेर युज गर्न सकिन्छ। अनि यो अटोमेटिक इन्क्युबेटरहरू यो चाहिँ चाइनिजमा मैले तपाईँलाई देखाइरहेको छु। चाइनिज इन्क्युबेटर एसीडिसी दुइटैबाट चलाउन मिल्छ। यो चाहिँ अब अभिराम एग्रोटेकले तपाईँहरूलाई रिभ्यू गरेर अनबक्सिङ गरेर देखाउँदै हो, रिभ्यू भन्दा पनि अनबक्सिङ हो। अब यसको चाहिँ जबसम्म चल्ला निकालिँदैन, चल्ला कोरालिँदैन तबसम्म यसको रिभ्यू गर्न हामीलाई अलिकति गाह्रो हुन्छ। अनबक्सिङ चाहिँ गरेको हो। अनबक्सिङमा यसमा के छ कसो छ यो यहाँ छ कि तपाईँले देख्न सक्नुहुन्छ। यस्तो खालको कन्ट्रोलर प्यानल यहाँ छ। कन्ट्रोलर प्यानल यहाँ भइसकेपछि तपाईँलाई के सिकाउनुपर्छ म तपाईँलाई सिकाइहाल्छु। अनि मेन भनेको यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ यो जुन सिट आउँछ नि तपाईँले फालिदिनु भएन। यो फालिदिनु भयो भने अलिकति गाह्रो बनाउँछ फाल्दाखेरि, किन भन्दाखेरि यो सिटले तातो बचाउने काम गर्छ। अनि त्यसपछि बाहिरको वातावरणसँग कन्ट्याक्ट हुन दिँदैन। त्यस्तो हुँदाखेरि चाहिँ बिजुली खपत न्यून गर्छ। र अर्को कुरा के बुझ्नु पर्यो भन्दाखेरि बिजुली न्यून खपत गर्यो भने तपाईँलाई फाइदा हो भनेर बुझ्नु पर्यो। अनि मैले तपाईँलाई यस्तो खालको कुराहरू पनि देखाएको थिएँ नि, यहाँ तपाईँले देख्दै हुनुहुन्छ। यहाँ सबसे सुरुमा बेस तपाईँले देखिसक्नुभयो अघि। अनि यो कटन पनि राखिएको छ, यो उसको के भन्छ फोम टाइपको राखेको छ। बेस भनेको चेसिस भनेर यसले लेखेको रहेछ यहाँ, चेसिस हो भनेर। त्यसपछि चेसिसमै मोटर सोटर सबै भइहाल्यो। अनि त्यसपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो कटनको बल्ब अनि जाली छ, ह्याचिङ जाली। हामीले पनि बास्केट बनाएको हुन्छ, रेडिमेड बास्केटहरू पनि आउँछ। त्यस्तो अवस्थामा यो प्लास्टिकको नेट एकदमै बलियो खालको मैले तपाईँलाई देखाइसकेँ। त्यसपछि त्यसमाथि रोलर राख्ने खालको देखाएको छ। अनि यो बिचको भाग देखाएको छ र टपको कभर देखाएको छ, यानि कि कन्ट्रोलरको भाग देखाएको छ। यहाँ के कुराहरू छ म तपाईँलाई पढेर अनि त्यसपछि बल्ल बताउनेछु।